नमस्ते गाइज, आज चाहिँ म टक्क लाएर भिडियो बनाउनु जाँदैछु। म के गर्छु 24 घन्टाभित्र भनेर होइन, त्यो गर्न त केही गर्दैन, बेरोजगार के हुनु। अब म ब्रस गर्छु अनि हेर्छु यता अनि मुख पनि धुन्छु। हेलो गाइज, मैले चाहिँ मुख सुख हात साथ धोइसकेँ। आज चाहिँ हो 14 मे। अब म के गर्नु त, अब के गर्छु फेरि देखाउँछु है त। म चाहिँ होमवर्कआउट गर्नलाई रेडी भएँ। सबैजनाले गर्नु होला होमवर्कआउट, स्वस्थ रहनु होला एक्सर्साइज गरेर। म चाहिँ वेट घटाउनलाई प्रयास गर्दैछु। म अब एक्सर्साइज गरेर फेरि भेट्नेछु गाइज। बाई बाई। चाहिँ मेरो एक्सर्साइज गरिसकेपछि बढी हो, पेटै लट ठुलो छ अझै खाने त हुन्छ बिस्तारै। तपाईँहरू नै घरमा सुतेर भन्नु सट्टा एक्सर्साइज गर्नु होला। मसँग केही इक्विपमेन्ट छैन, इट्टा सिट्टाले गर्ने हो। अब म रेस्ट गर्नेछु। सरी गाइज, सरी। खाना गएको भिडियो बनाउँ भने बिर्सेछु। सरी। मैले चाहिँ भात अलिकति ढेँडो अनि अचारसँग खाएर आएँ। दाल पनि थियो, तरकारी चाहिँ रहेनछ आज, देखाउनै बिर्सेछु। छिट, रेगुलर ब्लगर भए पो थाहा हुनु, सम्झिनु। कहिले सम्झाइ बेला बनाउने यस्तै हो। अब म चाहिँ के गर्छु मोबाइल चलाउँछु एकछिन अनि सुत्छु। आज चाहिँ बल खेल्न जाने भन्दै अब बटार, खै जान्छ जाँदैन, कतिखेर जान्छ, गयो भने त्यो पनि भिडियो आउनेछ। के भन्ने अब, केही नभन्ने। म चाहिँ सुतिरहेको छु अहिले पनि। मेरो कामै सुत्ने हो है, फेरि 90% मेरो सुत्ने नै हुन्छ। भाइ पनि सन्जीव भाइ पनि आइसक्यो। बल खेल्न जाने भनेको बल खेल्न नजाने भयो अरे। म फेरि सुत्छु अनि पौडेल जान्छु होला हामी, के हुन्छ देखाइहाल्छौँ है। मेरो भ्लगै यस्तै हुनु पर्छ, सुत्ने बोल्ने सुत्ने बोल्ने। हेलो गाइज, अहिले चाहिँ 4 बजेछ। ल पानी पर्न लागेको छ यार। अहिलेको मौसम चाहिँ यस्तो छ, मलाई भोक लाएर उठेको म चाहिँ मोबाइल चलाइरहेको थिएँ, अहिलेदेखि उठेको हुन चाहिँ। सन्जीव भाइ पनि आएको थियो, कता गयो, पौडेन गयो होला सायद। यो चाहिँ हाम्रो माधे फाँटको नजरिया हो। बलेन जानु पनि पानी पर्छ क्या यार, बलेन जाने बेला यस्तो देखेर यस्तो कडा। म चाहिँ खाजा बनाउन आएको थिएँ भोक लाएर, आमाले बनाइदिँदै हुनुहुन्छ तरकारी। आज भिडियो बनाइरहेको क्या बिहानैदेखि। के गर्छु म घरमा 24 घन्टामा भनेको, सुत्ने मात्रै काम हो, बनाएन धेरै भिडियो। यहाँ चाहिँ हाम्रो मम हुनुहुन्छ। अस्सी 90 वर्ष हुँदाखेरि भाइ के भन्नु, 86 वर्ष हो। अब तरकारी र चिउरा खान्छु म चाहिँ। म चाहिँ तरकारी चिउरा खाँदैछु, आलु अनि के हो यो प्याजको पात हो के अरे, अनि यो यसको नाम के हो यार, भेन्टा अनि चिउरा। भेनाको अचारको भाँडोमा खाँदैछु। बिहान भात आज खिच्नै बिर्सेछु।
मम्मी चाहिँ यहाँ चिरा कटल जान्छ आयो भाग्यो गाइस पसिना पसिना अब तरकारी त पिरो थियो तरकारी धेरै पिरो भएछ मम्मीले खालि खाएन अनि पानी पर्न स्टार्ट भयो बल खेल्न नपला त पानी पऱ्यो गाइस अब बल खेल्न जान्न पला त आयो पुरी पानी सब एकचोटि आयो 5 बजीसम्म त नआयो गाइस झन् ठुलो पानी पऱ्यो यार बल खेल्न जान नपाउला जस्तो छ हेर्नुहोस् न हाम्रो मादे फाट्यो यो पानी टोटली रोकेर सक्यो के हुन्छ थाहा छैन केटाहरू पनि बल खेल्न आउँदैन होला सबै घर गएर होला नि गाह्रो पऱ्यो गाह्रो यही बल खेल्नलाई बिहानदेखि सुतेर बसेको काम पनि केही छैन फेरि सुत्ने कति घन्टा सुत्ने म 24 घन्टा सुत्ने रात दिनै सुत्ने टिफर गयो अहिले चाहिँ पानी परेर पुरै खोलिसकेको छ टरार के खतरा दिएको भयो म चाहिँ वाटरमेलन खान मन लाग्यो त्यो वाटरमेलन किन्न गएको छु सन्दी भाइ घर गयो वाटरमेलन किन्न गएँ म चाहिँ उता चाहिँ देखाउँदिनँ मलाई डर लाग्छ गाइस म चाहिँ आइसकेँ मैले चाहिँ खरबुजा अनि एउटा नरिवल अनि अन्डा लिएर आएँ अब यसलाई खान्छु योपछि म खाना खान्छु त्यो खाना पनि देखाइहाल्छु ए अब मेरो ब्लग के गर्छु भन्ने अनि सुत्छु होला है त ल देखाउन ल भने ल्याउ म गाइस म चाहिँ भात खाँदैछु अब आमा चाहिँ मामा जानुभएको छ बुवासित दाल हाल्दै हुनुहुन्छ मलाई खाइदिउँ त हालेँ घोप्टेले हालिदिन्छु यो घोप्टाएर मेरो लास्ट मिल हो योपछि चाहिँ म सुत्छु है त हेलो गाइस म चाहिँ खाना खाएर आइसकेँ तपाईँहरूलाई मेरो के हो बिहानदेखि बेलुकासम्मको भ्लग कस्तो लाग्यो मेरो के हो बेरोजगार लाइफ मेरो जस्तो जिन्दगी कसैको छैन बोरिङ त्यही हो के बोलेँ बोलेँ नि मलाई थाहा नि के बोलेँ भने बाई बाई गुड नाइट सी यू अनि गाइस अहिले एउटा कुरो भन्ने बिर्सेछु मैले अहिले म जोखेर आएको थिएँ त्यो के भन्छ अन्डा सन्डा अनि खरबुजा किनेर आयो बेला मैले जोखेको म 69 केजी भएछु है 3 केजी घटेछु 1 महिना जति भयो होला अब धेरै होइन अलिअलि घट्छु अनि त्यतिकै एक्सर्साइज मात्रै गर्छु के बोलिरहेको छु म